वास्तुशास्त्र अनुसार घरको उत्तर पूर्व ईशान दिशामा मन्दिर किन बनाउने? ईशान दिशामा मन्दिर बनाउनाले त्यो स्थान सफा र पवित्र हुन्छ। त्यहाँ हामीले भगवानको लागि बालिने धूपबत्तीले पनि एउटा सकारात्मक इनर्जीलाई बढाउँछ र जुन पूर्व उत्तर ईशान दिशाबाट आइरहेको एउटा नर्मल इनर्जीलाई पनि सकारात्मक इनर्जीको रूपमा परिणत गरी त्यो घरभरि छरिन्छ र त्यहाँ निवास गर्ने मानिसमा सुख, शान्ति, समृद्धि, कार्य सफलता र पारिवारिक सम्बन्ध पनि राम्रो हुन्छ। तपाईँ पनि वास्तुअनुसार केही प्रश्न सोध्न चाहनुहुन्छ भने आफ्ना प्रश्नहरू कमेन्ट गर्न सक्नुहुनेछ। तपाईँका प्रश्नको पनि हामी उत्तर दिनेछौँ।